पक्कै पनि दर्शकबिन तपाईहरुले भुन्टी नयाँ भाग त हेर्नुभयो होला। यता भुन्टी भागमा भने भूमिका भने विवश अवस्थामा भएको बेला सम्पूर्ण घर परिवार मिलेर भूमिकालाई उठाउँछन्, तर के भएको भन्ने कुरा भूमिकाले भन्दिनन्। यता भुन्टीले फकाइसकेपछि भूमिका माथि हातपात भएको कुरा भुन्टीले थाहा पाइसकेपछि भुन्टीले भने भूपेन्द्रलाई आएर भन्दिन्छन् र सिरियल समाप्त हुन्छ। अब आउने भागमा के हुन्छ होला दर्शकबिन, आखिर भूपेन्द्रले त्यो केटालाई के गर्लान् त? अब आजको यस भिडियोमा सम्पूर्ण कुरो बताउने वाला छु, त्यसैले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। र यदि तपाईहरु भुन्टी सिरियल मन पराउनुहुन्छ भने हाम्रो भिडियोलाई एक लाइक गरी च्यानल सब्स्क्राइब गरिदिनु होला। दर्शकबिन भिडियोलाई सुरु गरौँ। गत साता गएको सिरियलमा भने यता भूमिका बेहोस भएकी हुन्छन् र भूमिकालाई उनका दाजु भाउजूले होसमा ल्याएपछि के भयो भनेर सोध्नुहुन्छ, तर भूमिकाले केही पनि भनेको भनेर भन्दिनन्। त्यतिकैमा एकजना गाउँले आन्टी आएर तपाईकी छोरीलाई के भएको हो मलाई थाहा छ भन्दै भूमिकाको बारेमा नराम्रो कुरा गर्नुहुन्छ र भूमिकाको दाजु भाउजू भने छक्क पर्नुहुन्छ। भूमिकाले के भएको भन्ने कुरा भन्दिनन्, तर भुन्टीले के भनेको नभनी भन्दै पकाएर सोधेपछि भने भूमिकाले आफूलाई हातपात भएको कुरा गर्छिन्। केही समय अगाडि भुन्टीले भने भूमिकालाई सम्झाइ बुझाइ गरेकी थिइन्, तर आज जे नसोचेको त्यही भयो दर्शकबिन। भुन्टीले भने सम्पूर्ण कुरो भूपेन्द्रलाई भनिदिन्छन्। भूपेन्द्र भने आक्रोशमा आएका छन्। अब आउने भागमा के गर्लान् त दर्शकबिन? भूपेन्द्रले मलाई जहाँसम्म लाग्छ भूपेन्द्रले भने त्यो केटालाई सजाय चाहिँ दिलाउने नै छन्। तपाईहरुलाई के लाग्छ दर्शकबिन? तलको कमेन्ट बक्समा कमेन्ट गर्न भने नभुल्नु होला। हामी मिल्नेछौँ अर्को रिभ्यू भिडियोमा। तपाईहरुलाई नेपाली सिरियलका रिभ्यू तथा प्रिभ्यू भिडियोहरु हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नु होला। धन्यवाद।